साथीहरु सबैजनालाई नमस्ते साथीहरु सबैजना सन्चै हुनुहुन्छ होला साथीहरु मैले चाहिँ आज बुवालाई हस्पिटल लगेको थिएँ नि त यो घाँटीको इन्डोस्कोपी गर्नुपर्छ भनेको थियो नि त डाक्टरले अनि त्यही भएर अहिले इन्डोस्कोपी गरेर ल्याएको बुवालाई अनि बुवाको चाहिँ यहाँ रिपोर्ट कस्तो आयो मोबाइलमा खिचेर दिनु हुँदो रहेछ डाक्टरले अनि खिचेर ल्याएको थियो नि त आमालाई देखाउनुको लागि डाक्टरलाई देखाउनुको लागि अनि यहाँ आमा चाहिँ हेर्नु हुने अरे त्यही भएर म चाहिँ यहाँनिर देखाउँदैछु आमालाई हैन लु यहाँ हेर्नु इ बुवाको घाँटी के भएको छ र खोइ यहाँ यसरी हेर्दो रहेछ क्या उ इ बुवाको यो घाँटीको आन्द्र उ हेर्नुभयो बुवाको त घाँटी हो त्यहाँबाट भाँचिनु पर्यो मेरो साथी म यस्तै हुल्दो रहेछ हौ पाइ छैन त त्यहाँ यो बुवाको यो किलकिल के घाँटीको नक्सा हो देखाएको भिडियो आएको नक्सा आएको मासु पलाएको मासु पलाएको छैन यहाँ हेर्दैछ क्या हड्डी कहाँ अड्के काँडा कहाँ अड्केको छ भनेर हेर्दैछ क्या देखिएन छैन अरे केही छैन अरे बुवाको गाँड हो क्या छैन हौ त्यो कोरेर लगेको मात्रै यतिखेर काँडा अर्को भन्दा मरिहाल्छ नि अस्ति पाक्छ अरे बुवाको त भित्री छैन अरे क्या हेर्नुभयो यहाँको क्या यहाँनिर यहाँ भित्र हेरेको केही छैन अरे ग्यास्ट्रिकले त्यस्तो भएको अरे ग्यास्ट्रिकले मैले पनि कोही बेला अलि साह्रो हुन्छ यहाँ नै साथीहरु छैन हौ मैले भन्नु म पनि डाक्टरै हो यहाँ मान्छे पाकेर नि त पाक्छ अरे नि त पाकेर मान्छे घाँटी यत्रो लोला पाक्छ बुवा कराएको इ भन्नु भनेको थियो नि ग्यास्ट्रिकले अरे ग्यास्ट्रिकले त्यस्तो भएको अरे ग्यास्ट्रिकले माथि बढ्छ यता दुख्छ अनि ग्यास्ट्रिकले भएको अरे चिया कम्ती खानु अरे चिया यस्तोमा नि माछा काँडा अड्केको भए त पाक्छ अरे नि त नि पाक्छ नि यत्रो लोला सुनिन्छ यत्रो छैन भनेको नि मैले म पनि एउटा डाक्टर हो त्यो माछा खाएदेखि चाहिँ अनि यो कोरे जस्तो गर्छ मिठो म पकाउँछु कि यति माछा खोजिदिनु छ होइन मिठो पकाउँछु अनि खाएकै थिएन हौ मैले त धेरै दिन मेरो दाँत चाहिँ यस्तो रहेछ एक्सरे गरेको यो चाहिँ मेरो दाँत क्या यस्तो रहेछ भित्र त्यो मुजिरा पैसा पाउनु भन्दा त होइन खुसी मेरो 8000 लाग्छ पैसा परेछ सर एक्सरे लु भयो त्यो त्यस्तो लागेको क्या एउटा शङ्का हुन्छ नि त यहाँ मैले यसरी गरेको थिएँ बा अड्क्यो कि भन्ने शङ्का हुन्छ नि त बुवा त्यही शङ्का लागेको क्या बुवालाई 10 वर्षको पनि गुराँसको ग्यास्ट्रिकले त्यस्तो भएको अरे गेस्टको चिया खान्छ त्यो दिनदेखि चाहिँ त्यस्तो भएको हुनु पनि आयो होइन राति मजा थियो होइन कोरेर गयो उहाँ कफी गरे अनि गरेर यसो बेला खुनको फाल्छा त्यसले कोर्यो नि त अनि भोलिपल्ट अनि त्यहाँबाट अड्केको जस्तो बुढो मान्छेको यस्तै हो नि त दाँते रोटी यसले गर्दा मेरो ठुलो छोरीको दाँत बिग्रेको छ नि कालो डाक्टरलाई पैसा लाग्छ भनेर वाक गरेको कि खुनको पाल्छ यो दाँत झार्नुपर्छ हेर दाँत झार्नु भन्दैछ त बुवा यो होइन माथिको चाहिँ यो चाहिँ निकाल्नुपर्छ त्यो रोको रहेछ त हौ यो चाहिँ तल्लोपट्टिको फेक्नुपर्छ बुवाको दाँत यत्रो भएछ खिएछ नि होइन यसो गर्न हौ यो चाहिँ फेक्नुपर्छ सिरिङ कोही बेला दुख्छ कोही बेला हिँडिन्छ कोही बेला मेरो त्यस्तो छ हुन्छ सबै दाँतमा